तपाईलाई समस्या जीवनमा सानोतिनो पर्यो अथवा ठुलै पर्यो भने कसैसँग पनि तपाईँ अब आफन्त छरछिमेक होइन हुन्छ नि आफ्नो चाहिँ अलिकति मेरो केही कुरा राख्दा केही हुन्छ भनेर जानुहुन्छ नि त्यति बेला तपाईँलाई यस्तो तरिकाले तपाईँलाई सिकाउँछन् उनीहरूले पूर्व तपाईँले कति गर्नुभएको थियो होला होइन उनीहरूलाई पनि अप्ठ्यारो पर्दा सहयोग गरेका हुन्छन् होइन तर त्यति बेला ती मलाई यिनले यसरी गरेका थिए मैले अहिले उनको चाहिँ ले केही कुरा लिन आउँदा मैले केही कुराहरू सान्त्वना दिनुपर्छ भन्ने हुँदैन। हेर्नुहोस् यति सिकाउँछन् त्यो भनेर साथ दिने छैन होइन र तपाईँलाई झन् त्यो घाउमा यति चाहिँ कोट्टाएर विगतका कुराहरूलाई बिर्सिनु भइसकेको हुन्छ क्या तपाईँले ती कुराहरू होइन यति सम्झाइदिएको तैँले यस्तो गरेको भए हुन्थ्यो उस्तो गरिदिएको भए हुन्थ्यो यसो गर्दा यस्तो भएको भन्ने छ है त्यो एकदमै सही सत्य यो मैले भोगेका कुराहरू मात्रै म सेयर गर्छु क्या तपाईँहरूसँग होइन र यो चाहिँ के भने जसले जसरी व्यवहार गरिन्छ नि व्यवहार नपरिकन यी कुरा चाहिँ थाहा हुँदैन। किन सुख पाएको मान्छेले सुख देख्छ कि तर अलिकति हरेक दुःख पाएको दुःख बुझ्नेले चाहिँ हरेक मान्छेको मनस्थिति बुझेर कुरा गरिन्छ। त्यो भएर तपाईँले कसैसँग पनि आफ्ना वेदना दुःख होइन अथवा सुख त त्यसै पनि देखिन्छ दुःख त लुकाएर पनि सायद लुक्दैन तैपनि समाजमा चाहिँ हिँड्दा बोल्दा तपाईँले हाँसेर खुसी भएर हिँड्नुपर्छ किनभने त्यो दुःख देखाएर आफ्नो दुःख पीडा भनेर पनि केही समस्याको समाधान चाहिँ हुँदैन। त्यति बेला तपाईँलाई यति धेरै मौका छोपेका हुन्छन्। त्यही भएर हेर्नुहोस् जीवनमा हरेस कहिले पनि नखानुहोस्। म सबैलाई त्यही भन्न चाहन्छु हेर्नुहोस् गर्ने मान्छे नै नै ऋण लाग्ने दुःख पर्ने अनि दुःखैमाथि दुःख पर्छ तर कहिले डराउनु हुँदैन। भगवानले परीक्षा ल्याएको हुन्छ। हेर्नुहोस् हामी एकदमै आध्यात्मिकमा गहिराईमा गएर तपाईँहरूले बुझ्नुहोस् र तपाईँहरूले बुझेर अगाडि बढ्नुहोस्। यति खुसी भएर जीवन अगाडि बढाउन सक्नुहुन्छ भन्न चाहन्छु म। धन्यवाद। नमस्कार।